हेलो नमस्कार सबैजनालाई म सुभाष फेरि पनि नयाँ आइपो आउन लागेको छ। यो आइपो चाहिँ बैंकिङ सेक्टरको आउनवाला छ। यो आइपो कति तपाईँको पाउने चान्स छ, कहिले खुल्छ, कति किताब एप्लाई गर्न मिल्छ, पर किताब कति रेट हो, सम्पूर्ण डिटेल चाहिँ हामी यही भिडियोमा जान्नेवाला छौँ। सबभन्दा पहिला आइपो कुरा गर्नुपर्दाखेरि सल्प विकास बैंक लिमिटेडको आइपो आउन लागेको हो। यो सल्प विकास बैंक लिमिटेड भनेको एउटा डेभलपमेन्ट बैंक हो जुन चाहिँ नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर चलाइरहेछ। ख वर्गको बैंकको चाहिँ अनुमति लिएर चाहिँ बैंक चलाइरहेको छ। इङ्ग्लिसमा भन्नुपर्दाखेरि बी क्लासको चाहिँ बैंक रहेको छ अनि डेभलपमेन्ट सेक्टरको चाहिँ बैंक रहेको छ। यो बैंकको चाहिँ टोटल युनिट इस्यु तपाईँको 17,23,880 चाहिँ टोटल किताब इस्यु गर्न लागेको हो। पर किताबको तपाईँको प्राइसको कुरा गर्दाखेरि 100 रुपियाँ चाहिँ पर किताबको रहेको छ। यो बैंकको तपाईँको ओपनिङ डेटको कुरा गर्दाखेरि अहिलेसम्म ओपनिङ डेट चाहिँ तोकेको छैन। त्यसै गरी क्लोजिङको डेटको पनि कुरा गर्दाखेरि क्लोजिङ डेट पनि अहिलेसम्म तोकिएको छैन अनि लास्ट क्लोजिङ डेट पनि अहिलेसम्म तोकेको छैन। अहिले चाहिँ तपाईँको यो प्रोसेसिङमा हुँदैछ, जस्ट आइपो एनाउन्समेन्ट गरेको छ। त्यसै गरी यो इस्यु म्यानेजरको कुरा गर्नुपर्दाखेरि तपाईँ मुक्ति क्यापिटल लिमिटेड चाहिँ इस्यु म्यानेजर रहेको छ। यो आइपिओ चाहिँ तपाईँको डेभलपमेन्ट सेक्टरको आइपिओ हो, जुन चाहिँ मतलब कि डेभलपमेन्ट बैंक सेक्टरको चाहिँ आइपिओ हो। यो आइपिओ ओभरअल हेर्दाखेरि तपाईँको राम्रो नै छ। अहिलेसम्म नेपालको डेभलपमेन्ट बैंकको कुरा गर्दाखेरि सबै आइपिओको चाहिँ एकदम राम्रै उनीहरूको चाहिँ मार्केटमा भ्यालु रहेको छ, प्राइस रहेको छ अनि अहिलेसम्म चाहिँ यसको ओपनिङ क्लोजिङ डेट चाहिँ तोकेको छैन। अहिले जस्ट आइपिओ एनाउन्समेन्ट गरेको हो अनि जस्ट मैले एउटा जस्ट इन्फर्मेसनको लागि यो भिडियो बनाएको हो कि हजुरहरूलाई चाहिँ इन्फर्मेसन होस् अनि जसले गर्दाखेरि हामी चाहिँ यसको कहिले ओपनिङ हुन्छ, जुन बेला ओपनिङ डेटहरू आउँछ त्यो बेला फेरि हामी अर्को भिडियो बनाउनेछौँ र यही च्यानलमा हामी अपलोड गर्नेछौँ अनि यो च्यानलमा तपाईँहरू इजिली चाहिँ पाउन सक्नुहुन्छ त्यो भिडियोलाई। हस् त आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ आवर भिडियो।